एभ्रीवान वेलकम ब्याक टु अवर च्यानल। आजको भिडियोमा चाहिँ हामी एउटा ट्रिपमा गइरहेछौँ। हामी धेरै वर्ष बसेर ट्रिपमा गइरहेछौँ। लास्ट टाइम हामी ट्रिप गएको भनेको इन्डियामा हो अनि म त्यतिखेर फर्स्ट टाइम इन्डिया गइरहेको थिएँ अनि यो सेकेन्ड टाइम मेरो इन्डिया गएको। अनि आज हामी कहाँ जाँदै छौँ भनौँ? बनारस। अहिले चाहिँ हामी नौतुनामा छौँ, यहाँ रेलवे स्टेसनमा। अब चाहिँ यहाँबाट हामी चाहिँ बनारसतिर लाग्छौँ। 6 आवर्सको जर्नी हुन्छ होला हाम्रो, 6-7 आवर्सको। आमा हुनुहुन्छ हामीसँग। ल पहिला को हुनुहुन्छ भनेर मिलाउँछु। पहिला हामीसँग हुनुहुन्छ हाम्रो प्रिय मम्मा, बाबा अनि एउटा स्पेसल गेस्ट आमा तालिया। अब चाहिँ हामी छिटो छिटो ट्रेनमा जान्छौँ। ल अब मैले हजुरहरूलाई ट्रेनको कस्तो छ सबै देखाउँछु है। ल नौतुना पुगिसकेँ मैले। हामी नौतुनाको रेलमा हामी चढिसक्यौँ अनि यो चढ्न पनि लागिसक्यो। अहिले 6:05 भयो इन्डियन टाइम है। अनि यहाँ चलिसक्यो ट्रेन। वाउ। सो अब हामी एकछिन बसी हजुरलाई गोरखपुरमा भेटिन्छन्। अनि हाम्रो ट्रेन चाहिँ कुछ यस्तो हो। यहाँतिर बाबा मम्मा बस्नुभयो, यहाँ चाहिँ आमा बस्नुभयो। आमा कस्तो लागिरह त? ए ल ल अब हामीहरू हजुरलाई गोरखपुरमा भेटिन्छन्। बाई। ओ माई गॉड, यो त कुहिरो लागेको रहेछ। आहा कस्तो राम्रो। हेलो सबैजनालाई, अहिले हामी यहाँ छौँ गोरखपुरदेखि अब हामी बनारस जाँदैछौँ। यस, हामीले 2 घन्टाको सफर गऱ्यौँ क्या त्यहाँतिर। ओहो, अब बाबाले टिकट काट्दै हुन्छ। त्यसपछि हामी यहाँ हाम्रो यस्तोहरू यसपालि त पुरै यस्तो छ। कोठै छ के पुरै कोठा, यहाँ बस्ने ठाउँ छ, यहाँ बस्न नि मिल्छ। कस्तो राम्रो छ। अब हामी हजुरलाई सिधै बनारसमै भेट्छौँ होला। बनारस गएपछि हामी त्यहाँ लिस्ट बनाऊँ के खाने हो भनेर। अभियसली त्यहाँ मन्दिर दर्शन गर्ने हो अनि ज्योतिर्लिङ्ग छ होइन मम्मा, ज्योतिर्लिङ्ग पनि दर्शन गर्ने हो। अब हजुरले भिडियो कन्टिन्यू वाच गर्नुला। मेवा काट्दै हुनुहुन्छ। हामीले चाहिँ अब मेवा खान लाग्छौँ। बेटुले फेरि यहाँ के गरिरहेको छु। ल म राख्छु अहिले। खाऊ। थ्याङ्क यू। ल बस, कस्तो छ भनिदेऊ खाएर। मिठो मेवा लागिरह हो। मम्मीले र यता ज्वाइँले मेवा काट्दै हुनुहुन्छ। फाइनली हामी चाहिँ यहाँ बनारस आइसकेका छौँ। अब हामी बनारसमा के गर्छौँ, के खान्छौँ भनेर त हजुरले भिडियोमा हेर्नु ल। अनि किप वाचिङ। अब हामी हजुरलाई हाम्रो आश्रममा भेटिन्छौँ। त्यसपछि हामी कहाँ जाने हो हजुरहरूलाई थाहा हुन्छ। अनि हामी बनारस पछि कतै स्पेसल ठाउँ एउटा चाहिँ गइरहेछौँ। यस, एउटा चाहिँ स्पेसल ठाउँ। त्यो ठाउँ मैले अहिले भन्ने बेला छैन। त्यो हजुरलाई यो भिडियोको पार्ट 2 मा थाहा हुन्छ। यस, यो भिडियोको पार्ट 2 पनि आउँदैछ, सकिङ छ। अब म हजुरहरूलाई बनारस आश्रममा गएर भेट्छु। बाई, पिस। वी आर इन काशी विश्वनाथ। यहाँ हेर्न सक्नुहुन्छ यो काशी विश्वनाथ हो। बट हामीले यसलाई आज दर्शन गर्नेवाला छैनौँ, किनकि आज हामी गएर आरती हेर्ने हो। त्यही भएर आज हामीले यसलाई दर्शन गर्नेवाला छैनौँ। काशी विश्वनाथ भगवान् हामीहरूसँग भोलि आउनेवाला छौँ। अनि हजुरहरूले पनि यहाँ टाढैबाट दर्शन गर्नु होला। यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ ज्योतिर्लिङ्ग हो। जय काशी विश्वनाथ की जय। चाहिँ अब आश्रममा गएर आफ्नो कपडा राखेर कपडा चेन्ज गरेर फ्रेस भएर अहिले हामी आएछौँ यहाँ जटार घाटको दर्शन गर्न। वाउ कस्तो राम्रो। अहिले यहाँ जटार घाटको यो चाहिँ नाइटको भ्यू। उता डुङ्गा पनि चले छ, बोट देख्नुभयो। अब त्यो बोटमा हामी भोलि पनि जाने हो क्या मामा? आइ एम सो एक्साइटेड। यो सबैहरूले देख्नुभयो नि, यो चाहिँ यो आकाशलाई दीपदान गरेको। यसको बारेमा मलाई केही राम्रोसँग थाहा छैन। यो कार्तिक महिनामा दीपदान गरेको आकाश हो। कार्तिक महिनामा दीपदान गरेको अरे आकाशमा। अगर अझै रिसर्च गर्न छ भने हजुर गुगलहरूमा गएर गर्न सक्नुहुन्छ। मलाई यसको बारेमा धेरै थाहा छैन। त्यहाँ डुङ्गाहरू पनि छ, कस्तो राम्रो। के फाइन्ड गरेँ हेर्नु, त्यो सिप हुन्छ नि के अरे याच के त्यस्तै हो यो त। हेलो एभ्रिवान, आज चाहिँ हामी अब रेडी भएर विश्व काशीनाथ बाबाको दर्शन गर्न, ज्योतिर्लिङ्ग दर्शन गर्न जाँदैछौँ। बेटु यहाँ छ, मम्मी यहाँ हुनुहुन्छ।
अहिले चाहिँ हामी यहाँ विश्वनाथ मन्दिरमा छौँ मतलब आउनै लाग्छ विश्वनाथ मन्दिर अब त्यहाँ हामीले दर्शन गर्छौँ आई थिङ्क त्यहाँ त्यो मोबाइलहरू भित्र लान दिन्नन् होला फेरि हामीले हजुरलाई टाढैबाट दर्शन गराइदिन्छौँ केही छैन ल अब हामी जाऊँ अब विश्वनाथ मन्दिरतिर जाऊँ हेलो एभ्रिवान अहिले चाहिँ हामी काशी विश्वनाथको दर्शन गरेर यहाँ बाहिर छौँ अब चाहिँ हामी आफ्नो आश्रममा जान्छौँ त्यहाँ गएर हामी एकछिन रेस्ट गर्छौँ अनि अझै हामी धेरै मन्दिर घुम्छौँ जो किहरूलाई भिडियोमा देखाउँछौँ बट स्याडली हामीले हजुरहरूलाई दर्शन गर्न मिलेन किनकि त्यहाँ फोटो भन्न आएछ मोबाइलहरू लान दिन्थेन त्यही भएर केही हुन्न फेरि यहाँ हेर्न सक्नुहुन्छ अब हामी आश्रमतिर निस्किरहेछौँ यहाँ मम्मा हुनुहुन्छ यहाँ बाबा हुनुहुन्छ यहाँ आमा हुनुहुन्छ त्यहाँ जाम है भगवानको आशीर्वाद कस्तो राम्रो म कस्तो त्यो एन्जल जस्तो लागिरहेको न एन्जलहरूले यस्तो माथि आउँछन् नि सेतो कलरको त्यस्तो लागिरहेको भन्नुहुन्छ पार्वती पतये ओम नमः पार्वती पतये हर 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 महादेव शम्भु काशी विश्वनाथ भगवानको जय जाम आश्रमतिर लेट्स गो हामीलाई एकदम भोक लागेर खाना खान आहाम अहिले के खाइरहँ बाबा हेर्नु देखाउँ त चना यो खाना यसलाई अब टेस्ट गरौँ कस्तो भयो तातो त एकदमै खाइ के भएर एकदम तातो एकदम मिठो एकदम मिठो छ फेरि धेरै तातो छ केही हुन्न मैले यसलाई रेटिङ 7.5 आउट अफ 10 अब अर्को फुडमा जानु खाँदै हो ओहो एकदम तातो यही छ मलाई चिया खासै बट चियाको ढिलो फ्यान होइन बट त्यो कचौरीबाट त चना छ नि त्यसको चाहिँ मलाई रेटिङ चेन्ज गर्न पर्दा त्यसलाई 10 आउट अफ 10 त्यो त ट्राई गर्नै पर्छ अनि यो चाहिँ ओके मिट 7 आउट अफ 10 7 आउट अफ 10 मलाई यो देना धुल लेंगे यो चाहिँ बनाएर स्पेशल भेरी स्पेशल मलाई यो फर्स्ट टाइम ट्राई गर्दैछु बनाएर सक्नु छ मलाई यस्तो भएन बनाएर केही नि गर्नु भएन भन्छ नि यही मसकै बनाएर ट्राई गर्ने है अहिले चाहिँ हामी यहाँ गङ्गा घाट आइपुगेछौँ जस्तै अहिले हेर्दै हुनुहुन्छ अब यहाँ हामी ढुङ्गा चढ्छौँ त्यसपछि हामी चाहिँ आश्रममा रेस्ट गर्न जान्छौँ त्यो चाहिँ यहाँ ढुङ्गामा छौँ अहिले यो ढुङ्गा चलिसकेको छ हेर्दै हुनुहुन्छ यहाँ पछाडिमा हाम्रो ढुङ्गा हो काम पुरै यस्तो फेरि मजा मम्मा हुनुहुन्छ यहाँ कस्तो लागिरहेको छ मम्मा अहिले एकदम मजा हो यहाँ त गङ्गा जलो खास यो गङ्गा नदी हो कस्तो राम्रो छ अब यहीँ काशी हो न काशीको गङ्गा नदी हो अब यहीँ हामी साँझ यही आरती हेर्न जाने हो कस्तो मजा आउँछ होइन ज्योतिर्लिङ्ग दर्शन गरी अब आरती हेर्न जाने मम्मी कस्तो लागिरह बाबा बाबुको बाबा यस्तो साउट आउट टु वा दिदीलाई थ्याङ्क यू भिडियो बनाइदिनको लागि हाम्रो सबै हाम्रो च्यानलमा के भन्न चाहनुहुन्छ Wish you very all the best for your channel. I cannot understand your language but I understand your feelings. Thank you आरती हेर्न आएको छौँ फेरि यो गङ्गा आरती पहिला त उता हेर्थ्यो नि यहाँ उतातिर फेरि अहिले यहाँ गङ्गा त बढेपछि बढिरहेछ त्यही भएर अहिले आरती त्यहाँ हुने बेला त्यहाँ हुने बेला अब
गङ्गा आरती हुँदैसम्म अनि हामीले हजुरलाई दर्शन पनि गराउँछौँ गङ्गाको नआत्तिनु हामीले हजुरलाई पुरै दर्शन गराउँछौँ पहिलाको गङ्गा आरती चाहिँ यता खोलामा हुन्थ्यो फेरि अहिलेको गङ्गा आरती हुनेवाला छ हजुर टपमा देख्नुभयो अनि त्यही हुनेवाला छ अब हामीले हजुरलाई दर्शन पनि गराउँछौँ नआत्तिनु होला भन्दै खाइसकेँ देखाउ त भेटु कस्तो छ प्याकेट टेस्ट कस्तो छ नेपाली ढुङ्ग्रोभन्दा मिठो होइन हो पिरो पिरो त स्पाइसेस छैन क्या त्यही हो 6 आउट अफ 10 हेलो 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 आधा घन्टा कुरिसकेपछि अब यो स्टार्ट हुन लाग्छ अब 2 मिनटमा स्टार्ट हुन्छ होला अब मैले हजुरहरूलाई दर्शन गराउने वाला छु दाम पहरतारं दातारं सर्वसंपदा लोकाभिरामं श्रीराम भूयो शीतला भद्रगासी पुण्य राशि पाप छालिका जय जय भगीरथ नंदिनी जय चकोर चंदी करनांग विभुत बंदिनी जय जहर बालिका जो नर तुमको ध्याता जो नर मैया जी को ध्याता मन वांछित हर पाता जय गंगे माता चंद्र सी ज्योत तुम्हारी एभ्रिवान सो अहिले चाहिँ हामी यहाँ आएको छौँ सङ्कटमोचक हनुमानजीको दर्शन गर्न फेरि यहाँ हाम्रो मोबाइल लिन जाने पाइने रहेनछ त्यही भएर हामीले मोबाइल यही छोड्नेवाला छौँ अब हाम्रो एकछिनमा ट्रेन हो अनि त्यहाँ ट्रेनबाट हामी एउटा सिक्रेट ठाउँ गइरहौँ अहिले हामीले हजुरहरूलाई भन्दैनौँ हजुरको पार्ट 2 मा भेट्नेवाला सो हामीले चाहिँ सङ्कटमोचक हनुमानजीको दर्शन गरियो आज शनिबार कस्तो राम्रो मुहुर्तमा गरियो होइन मम्मा ओके अनि त्यहाँ हामीले 2 चोटि हनुमान चालिसा पनि पाठ गऱ्यौँ अब चाहिँ हामीले बनारसको सबै फेमस ठाउँ घुमिसकेका छौँ अब हामी चाहिँ आफ्नो नेक्स्ट डेस्टिनेसनमा जाँदैछौँ त्यो डेस्टिनेसन चाहिँ हामीले अहिले हजुरलाई भन्दैनौँ त्यो डेस्टिनेसन हुन्छ हाम्रो यो भिडियोको पार्ट 2 मा यस यो भिडियोको पार्ट 2 पनि छ अब हामी त्यहाँ रेलवे स्टेसन जाँदैछौँ रेलवे स्टेसन जाँदाभन्दा पहिला हामी नास्ता गर्छौँ त्यसपछि रेलवे स्टेसन जान्छौँ अनि त्यो हाम्रो सिक्रेट डेस्टिनेसनमा जान्छौँ त्यो चाहिँ मैले हजुरको यो भिडियोमा पार्ट 2 मा भनिदिएको हामी चाहिँ अब यो बनारसको सबभन्दा फेमस ठाउँ पनि घुमिसक्यौँ पहिला हामी काशी विश्वनाथ गयौँ अनि महाकाल भैरवका गयौँ अनि त्यसपछि अहिले सङ्कटमोचक हनुमान अनि मेन गङ्गा आरती हेऱ्यौँ अनि हजुरहरूलाई पनि दर्शन गराएँ गङ्गा आरतीको 2 दिनको बसाइ हाम्रो बनारस एकदम राम्रो भयो एकदमै अनि हजुरहरूलाई पनि बनारस आउन मन लाग्यो भने म एकदम रिकमेन्डेड गर्छु आउनु यहाँ दर्शन गर्नु एकदम राम्रो ठाउँ छ हामी चाहिँ यहाँ छौँ क्याफेमा नास्ता गर्न त्यसपछि हामी सिधा स्टेसनमा जान्छौँ अनि ट्रेनमा चढेर हामी त्यो ठाउँ जान्छौँ क्या खा रहे हो बेटा हम तो पूरी तरकारी क्या
पुडी हो के का तरकारी पनिर ओ पालक पनिर र पुडी एकदमै पुडी हो नि अनि कस्तो मान्नुभयो पुडी पनि यो सुजीको जस्तै पुडी कति तातो हुन्छ के इन्डियाको खाना चाहिँ हैन अच्छा है cheers मिठो भयो त हल्ली खाउँछ 9 out of 10 बाबा कस्तो लाग्यो खाना एकदम मिठो मम्मीले चाहिँ मन पराउनु भयो भनेपछि जो मिठै छ है तरकारी पालक पनिर तरकारी एकदम दामी छ कस्तो छ भन्नु त जेरी लभर हो जेरी लभर छ के भयो मिठो छ बेसी देखाएकै छैन अझै खाऊ न त ल फर्स्ट यो मेरो बनारसको फर्स्ट जलेबी जे पनि मिठो भन्छ मेरो बेटुले त फेरि 9.6 out of 10 चायकोहरू टपरी देख्नुभयो नि यो बनारसको एकदमै फेमस चाय यहाँ दिनमा 100-150 भन्दा धेरैजना आउँछन् के कति फेमस छ हो अनि यहाँबाट हामीले आज चाय खानेवाला हो यहाँको फेमस मलाई टोस्ट अनि चिमडकावाला चिया ये मैं आवाज करके निकाल देगा ठीक है ये चेतमढ़ी पर आप लोग कहाँ से आए सर आप लोग कहाँ से हैं नेपाल से आपको चाय कैसा लगा बहुत अच्छा ये चेतमढ़ी पर आपका चाय की दुकान है और बाबू कैसा चाय लगा बटर टोस्ट बेस्ट बहुत अच्छा है थैंक यू सो मच पुलिस सबै हुन्छ यहाँ बेस्ट 8 out of 10 मलाई टोस्ट मलाई एकदम मन पऱ्यो फेरि मलाई भएर मलाई मन परेन 7 out of 10 मलाई टोस्टलाई यसलाई 8 out of 10 सो हेलो एभ्रिवान सो अहिले चाहिँ हामी त्यो सिक्रेट ठाउँमा पुगिसकेँ छौँ मैले हजुरहरूलाई नाम भन्दैन यो हजुरले कमेन्ट सेक्सनमा गेस गर्नु न जो हाम्रो आछौँ नि अनि यो चाहिँ हामीले पुरै हजुरहरूलाई घुमाउँछौँ यसको यो भिडियोको पार्ट 2 चाहिँ छिटै आउनेवाला छ नआत्तिनुला अब यो ठाउँ चाहिँ हजुरहरूले गेस गर्नु कमेन्टमा अनि जसले गेस गर्छ त्यसको कमेन्टमा मैले रिप्लाई गर्छु है मेरै हातले रिप्लाई गर्छु सो हजुरहरूलाई बनारसको हाम्रो त जर्नी मन परे पार यो भिडियोलाई लाइक सब्स्क्राइब गर्न नबिर्सिनुलाई हामी 20K को एकदम क्लोज छौँ त्यही भएर यो च्यानललाई सब्स्क्राइब र लाइक गरिदिनु होला